प्रिय बाबामा, तपाईहरूको माया त्याग आशीर्वादले नै मेरो जीवन उज्यालो बनेको छ। तपाईहरूले देखाउनु भएको मार्ग र संस्कार मेरो लागि सबैभन्दा ठुलो सम्पत्ति हो। यो विशेष दिनमा म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो जीवनको प्रत्येक खुसी र तपाईहरूको योगदान अमूल्य छ। तपाईहरूको योगदान अमूल्य छ। सधैँ तपाईहरूको सम्मान, माया र सेवा गर्न सकूं भन्ने कामना गर्दछु। हजुरहरू सधैँ स्वस्थ, खुसी र दीर्घायु हुनुहोस्। हजुरहरू सधैँ स्वस्थ, खुसी र दीर्घायु हुनुहोस्। स्वस्थ, खुसी र दीर्घायु हुनुहोस्। ओ स्वस्थ, खुसी र दीर्घायु हुनुहोस्। यो विशेष दिनमा म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो जीवनको प्रत्येक खुसी र तपाईहरूको योगदान अमूल्य छ। तपाईहरूको योगदान अमूल्य छ। उही तपाईको छोरा भोजराज श्रेष्ठ